नेपाली कांग्रेस भनेकै माओवादी हो, माओवादी भनेकै नेपाली कांग्रेस हो भन्ने सब वाक्य सुन्यो हैन। अब चाहिँ नि एमाले भनेकै नेपाली कांग्रेस हो, नेपाली कांग्रेस भनेकै एमाले हो भन्ने भान चाहिँ नि हुन थालेछ कि कसो। नेपाली कांग्रेसले देश बेच्यो, निजीकरण गरेर भनेर कहिले नथाक्ने कामरेडहरूले अध्यादेश लाएर के ठुलो काम गर्न थाल्नु भएछ, यो त खारेज गर्न थाल्नु भयो के भनेर हेरेको त निजीकरण भन्ने शब्दमा सुनपानी छर्केर सार्वजनिक प्रतिष्ठान सरकारी लगानी व्यवस्थापन मात्रै बनाउनु भएको रहेछ। यति बरेस त चोखो भइहाल्यो। अब चाहिँ यो पार्टीको सिद्धान्त के हो भन्ने आवरणमा कुराकानी नगरे पनि भयो जस्तो लाग्न थाल्यो। पश्चिमागामी भन्ने शब्द भट्याउन चाहिँ अब कामरेडहरूले छोड्नु पर्यो जस्तो लाग्यो। उखान टुका चाहिँ संस्थागत यो सरुवा रोग भएको हो कि जस्तो पनि लाग्न थाल्यो। अबको प्रश्नको उत्तरहरू चाहिँ क्लियरली आओस् भनेर म रिक्वेस्ट पनि गर्न चाहन्छु। पहिला त म सञ्चार मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। रोस्टमबाट एउटा स्वीकारोक्ति भएछ, यो विभिन्न राज्य कोषबाट सेवा सुविधा प्रदान गर्दाखेरि कर्मचारी र जनप्रतिनिधिहरूबाट अनियमितता भएको छ भनेर। अब सुशासनको ठुल्ठुलो कुरा गर्ने नेपाल सरकारलाई अब चाहिँ नि त्यो अनियमितता कुन कुन जनप्रतिनिधिले गर्यो, कुन कुन कर्मचारीले गर्यो, कारबाही गरेर देखाउनु भनेर म चुनौती पनि दिन चाहन्छु। धन्यवाद। अर्को चाहिँ नि यो उखान टुका चाहिँ संस्थागत यो सरुवा रोग भएको हो कि जस्तो पनि लाग्न थाल्यो। अबको प्रश्नको उत्तरहरू चाहिँ क्लियरली आओस् भनेर म रिक्वेस्ट पनि गर्न चाहन्छु। सामान्य सभामुख महोदय, खैर आपत्ति जनाउने विषय चाहिँ नि निजीकरण हैन, सरकारी लगानी व्यवस्थापन गर्ने प्राथमिकतामा पहिला अर्थ समितिको प्रतिवेदनलाई समेटेर ध्यानमा राखेर भन्ने शब्द थियो, त्यो चाहिँ हटाउनु भएछ। किन हटाउनु भएको? अर्थ समितिको दायरा। दोस्रो, अरु धेरैवटा कुरामा मन्त्री परिषद भन्ने ठाउँमा मन्त्री र उपसमिति गठन गर्ने सकिने भन्ने ठाउँमा ठ्याक्कै यही समिति भनेर किटान गर्नुभएको रहेछ। खास काम गर्न चाहिँ नि केले रोकेको हो? तपाईले के कुरा व्यवस्थापन गर्न खोज्दाखेरि यो पुरानो ऐनले छेकेर यो अध्यादेश ल्याउन खोज्नु भएको ठ्याक्कै लिस्ट पाऊँ भनेर मैले रिक्वेस्ट गरेँ। यो अध्यादेश हेर्दै गर्दाखेरि अचम्म के लागिरहेछ, नियतमा कहाँ शंका भइरहेछ भन्दा जसले जादुगरले गर्छ नि, यहाँ हात हल्ला हल्लै गर्छ, यहाँबाट सुटुक सुटुक र वामा खेल्छ नि, त्यस्तै भइरहेको जस्तो भान चाहिँ नि हुन थालेको छ। कुनै निहित एक दुईजना व्यक्तिलाई मात्र हो कि कुन संगठन हैन निजीकरण गर्न खोजेर गर्न नसकेको केले चाहिँ नि तपाईलाई काम गर्न रोक्यो भनेर म सोध्न चाहन्छु। यो अध्ययन गर्दै गर्दाखेरि यो निजीकरण शब्दमा खेल्दै गर्दाखेरि पञ्चायत कालमा त हजुरहरू हुन्थ्यो, म त सानो बच्चै थिएँ हैन। पञ्चायत बेलामा एउटा शब्दावली रहेछ के, सबै नेपाली पञ्च हुन्, सबै पञ्च नेपाली हुन् भन्ने एउटा वाक्य रहेछ हैन। त्यस